नमस्कार साथीहरू, के छ खबर? सन्चै आरामै हुनुहुन्छ? यहाँनिर बाटो हिँड्दै गरेको त कोला पो पाकिरहेको रहेछ अचम्मै तरिकाले। अनि यो कोला चाहिँ ट्याक्क लाएर अब काट्ने, कपाल पनि खुस्क्यो यही बेला फेरि। अनि यसलाई चाहिँ चक्क लाएर मैले झ्याम्मै काट्छु। हेर्नुहोस् है कस्तो स्वादले च्याट्टिएको अब कोला काटेँ, झिर्कै पुगेर ल्याएँ। अब यो ल्याइसकेपछि कोलाको बोट पनि त काटेर फ्याँक्नु पऱ्यो। अनि बोट चाहिँ मरुन्जेरी तानेर यो बोटको कोलाको बोट पनि काटेर चाहिँ फ्यालियो है। अनि यो चाहिँ अब कोलाको बोट काटिसकेको, हँसियाले काटेको, काट्दै नकाटेर बल्ल 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 काट्यो। अनि यो कोलाको बोट हेर्नु यहाँ कस्तो मजाले लड्छ, ज्याम्मै आफै माथि पछारियो। अनि कोला काटिसकेर आएको, हेर्नु माथि माथि त चराले खाइसकेछ। त्यो चराले खाएको पनि राम्रै हो, उसले पनि त अब खानै पऱ्यो होइन। अब कष्ट दिलाएर बिचरालाई। अनि यसरी कोलाको यो चाहिँ सबै छुट्याइसकेँ मैले। अनि यसरी सबै छुट्याउँदै जाँदा बिचमा नि किराले खाएको रहेछ अलिकति। अनि त्यस पछाडि अब काठमाडौँमा त 300 रुपियाँ दर्जन छ अरे कोला। अब हाम्रोतिर त आफ्नै बारीमा फल्छ, त्यति धेरै किन्न पनि पर्दैन। अनि त्यस पछाडि अब अर्को पनि एउटा पाक्न लागेको छ, सायद भोलि पर्सितिर त त्यो पनि खाने बेला हुन्छ। त्यो चाहिँ योभन्दा ठुलो छ। अब यसलाई चाहिँ एकछिन सुकाउने ओर्ने भनेको घाममा तताउने। अनि त्यस पछाडि चाहिँ त्यत्तिकै बोरामा गुम्स्याएर राख्यो भने यो मजाले पाक्छ। अनि त्यस पश्चात चाहिँ खाने। हजुरहरू पनि कोला खानुहुन्छ, हजुरहरू पनि लाई मनपर्छ भने कमेन्ट गर्नुहोस्। कोला स्वास्थ्यको लागि एकदमै फाइदाजनक छ साथीहरू। थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा। हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जय काली, जय मा काली।